आदरणीय दर्शकबिनहरू नमस्कार। म शिवराज खड्का। आज विशेष गरेर कञ्चनपुरको कृष्णपुर नगरपालिका 5 बालुवा पुल आसपासका बासिन्दाको पीडा कहिलेसम्म? वर्षौँदेखि बालुवा पुल आसपासको क्षेत्रहरू वर्षा लाग्ने बित्तिकै डुबानमा पर्दै आएका छन्। समस्या पुरानो हो, सावधानको आवश्यकता सबैलाई थाहा छ। यस क्षेत्रलाई डुबानबाट जोगाउन व्यवस्थित ढल निकास तथा पानी व्यवस्थापन अपरिहार्य छ। दुःखको कुरा, यति लामो समयसम्म समस्या दोहोरिँदा पनि स्थानीय सरकारको आवश्यक ध्यान पुगेको देखिँदैन। जनताको सुरक्षा, जीवन र सम्पत्तिको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व हो। सम्बन्धित निकायसँग आग्रह छ, यस समस्यालाई गम्भीरतापूर्वक लिएर तत्काल अध्ययन, योजना र व्यवस्थित ढल निकास निर्माणको काम अघि बढाइयोस्। नागरिकले हरेक वर्ष एउटै पीडा भोगिरहनुपर्ने अवस्था अब अन्त्य हुनुपर्छ।